बिना एउटै पनि काँटीको प्रयोग नगरी केवल काठका टुक्राहरूको सहारामा एउटा विशाल पुल 30 मिटर चौडा नदीमा शताब्दीऔंदेखि मजबुत रूपमा उभिएको छ। यति मात्र होइन, यसको चौडा पुलको भागले घोडा र गाडीको भार समेत थेग्न सक्छ। आखिर हाम्रा पुर्खाहरूले कस्तो जादु गरेका थिए त? आज यसको रहस्य जानौं। सुरुमा नदी धेरै साँघुरो थियो, त्यसैले एउटा काठको फल्याक राखेर सजिलै वारपार गर्न सकिन्थ्यो। तर समयसँगै नदीको जलस्तर बढ्यो र यसको चौडाई धेरै मिटर भयो। अब त्यति लामो काठ पाउन असम्भव थियो। त्यसैले मानिसहरूले नदीमा धेरै भारी काठका खम्बाहरू गाडे, जसमा साना काठहरू जोडेर पुल बनाइयो। तर यो पुलको उचाइ कम थियो, जसले गर्दा डुङ्गाहरू वारपार गर्न गाह्रो हुन्थ्यो। तपाई भन्नुहोला, पुलका खम्बाहरू अग्लो बनाइदिए भइहाल्यो नि। तर त्यसो गर्नु निकै महँगो थियो र तीव्र बहावमा पुल भत्किने खतरा धेरै गुणा बढ्थ्यो। त्यसपछि एक बुद्धिमानी दिमागले एउटा गजबको उपाय सोच्यो। बाँसबाट बुनिएको टोकरीबाट प्रेरणा लिएर उनले बुझे कि यदि तीनवटा काठलाई छड्के राखेर डबल एक्सडस आकारको संरचना बनाइयो र तिनीहरूको जोडमा सहारा दिने काठहरू राखियो भने एउटा अत्यन्त मजबुत ढाँचा तयार हुन सक्छ। जब यस ढाँचामा तौल पर्छ, तब दबाव एउटै ठाउँमा मात्र रहँदैन, बरु काठहरूमा समान रूपमा बाँडिन्छ र पूरा ढाँचा अझ कसिलो गरी जोडिन्छ। यही सिद्धान्तमा आधारित भएर धेरै एक्स आकारका संरचनाहरू जोडेर पुलको आधार तयार गरियो। माथिबाट पुलको सतह बिछ्याइयो र यसरी जन्म भयो देलियाङसिमु गोङकियाओ, अर्थात् तहबद्ध काठको मेहराबयुक्त पुलको। अब प्रश्न यो छ, के तपाईलाई थाहा छ यस्तो पुल कुन ऐतिहासिक र अमूल्य प्राचीन चित्रमा देखाइएको छ?